हेलो साथीहरु, तपाईहरु हेर्न सक्नुहुनेछ हाम्रो बारीमा चाहिँ तोरी फुलिसकेको छ है। मैले तपाईहरुलाई मेरो घरको वरिपरिको सिनहरु देखाइरहेको छु अनि मैले अस्ति सुत्ती लगाएको लसुन पनि यति ठुलो भइसकेको छ ल। अनि साथीहरु, अनि भिडियो चाहिँ हजुरहरुले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है। यहाँनिर हेर्न सक्नुहुनेछ कागतीहरु पनि छ। एकदमै राम्रो भइरहेछ है। अब फल्न सुरु गरिसकेको छ। अनि त्यसपछाडि यहाँनिर सागहरु पनि छ अनि फर्सीहरु पनि हेर्नु कति राम्रो छ। अनि मैले मुन्टा टिपिहाले कस्तो राम्रो छ है। अनि म त्यहाँबाट माथि अर्को बारीमा जाँदैछु। त्यहाँनिर पनि हामीले लसुन नै लगाएको छौँ। अनि हेर्न सक्नुहुनेछ थोरै हामीले साग लगाएको कि कति राम्रो भएछ। अनि कस्तो राम्रो भयो है। यहाँनिर कागतीहरु पनि एकदमै राम्रो छ। तपाईहरु हेर्न सक्नुहुनेछ साथीहरु। तपाईहरुलाई है हाम्रो घरको वरिपरिको थोरै भिडियो बनाएर देखाइरहेको छु। यहाँनिर कागती कति राम्रो फुलेको छ, फल्नै आँटिसकेको छ अब। अनि लसुनहरु नि एकदम राम्रो भएको छ है। कति राम्रो भएको छ हेर्नु त आमा, कस्तो राम्रो छ। अनि देख्न सक्नुहुनेछ मैले तपाईहरुलाई चाहिँ देखाउँदैछु साथीहरु। अनि यहाँनिर फर्सीहरु पनि हेर्नु एकदमै राम्रो छ। अनि तिहारको हजारी पनि अझै बाँकी रहेको छ साथीहरु। अनि हाम्रो घरको उताउतिको रोड अनि हजारीहरु पनि एकदम राम्रो छ। अनि माथि देखाएको छु मैले घर है। यस्तो छ हाम्रो घरको वरिपरि जंगलहरु छ उताबारीतिर है। अनि तोरी कस्तो ढकमक्क फुलेको छ, कति राम्रो सिन छ हेर्नु त आहा। अनि हाम्रो तल चाहिँ उखुहरु धेरै छ है। फेरि यति छिटै फैल्यो कि यस्तो राम्रो तरिकाले फैल्यो। अनि मैले साथीहरु हाम्रो घरदेखिको बारीको गाउँ पनि देखाइरहेको छु। तपाईहरु हेर्न सक्नुहुनेछ। ऊ चाहिँ 3 नम्बर वडा अनि यो चाहिँ हाम्रो गाउँ। मैले जुम गरेर देखाएँ है। हेर्न सक्नुहुनेछ। त्यहाँनिर मान्छेहरूलाई देखाइरहेको थिएँ। फेरि जुम गर्दा त्यति राम्रो देखिँदैन, तै पनि मैले देखाएँ। अनि साथीहरु हजुर के कस्तो हेलो साथीहरु, म तपाईहरुलाई चाहिँ एउटा यस्तो चीज देखाउँछु है। तर हाम्रो हजुर यस्तो करेला चाहिँ तपाईको घरतिर छ कि छैन है। तर यो चाहिँ करेला मान्छेलाई तर्साउने करेला हो के। खाने भन्दा नि यसले बढी मलाई तर्साउने गरे हा। तपाईहरु हेर्न सक्नुहुनेछ यसलाई। आम्मै यस्तै फर्किन्छ के यो भरे नि झन्डै तर्सेको। हेर्नुलाई हेर्नु त यस्तो हुन्छ के। यस्तो टिप्दै थिएँ नि म, भ्याट्टै फुटेर पुरै आँखामा यसको बिजुलाहरू आउँछ। यत्तिकै यसलाई तानेरै खानु पर्यो। फाल्ने त होइन, यसलाई खाना चाहिँ खानु पर्ला। हेर्नुलाई त यस्तो तर्साउँछ कि यसले स्याट यसको बिजुला चाहिँ ठिकै आँखामा पर्छ क्या है। यसलाई त पर्दैन आँखैमा हाल्नु पर्यो।